हो यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी हिउँ पर्यो फुरुरु हिमाली भेकैमा दिल बस्यो यहाँनिर कति चाँडो तिमीमा दिल बस्यो यहाँनिर कति चाँडो तिमीमा। हेलो एभ्रिवान, आज जनवरी 2 तारिक जापान टोकियोबाट हजुरहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला टोकियोको व्यवसायमा अत्यन्तै रमाइलो महसुस भइरहेको छ। सबैजनाले इन्जोय गरिराख्नु भएको छ होला भन्ने गेस गरेको छु। कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। र ठन्डी अति नै बढ्न सक्छ, आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नु होला भन्न चाहन्छु। लभ यु एभ्रिवान, स्टे ह्याप्पी। हेलो एभ्रिवान, सम्पूर्णमा हार्दिक नमन। म सुरजङ ठकुरी हाल टोकियो जापानबाट चाहिँ बोल्दैछु। 2026 को आज जनवरी 2 तारिक टोकियोमा पनि हिउँ परेको छ। अलिकति रमाइलो अनुभूति महसुस गरेको छु। आई होप हजुरले पनि इन्जोय गरिराख्नु भएको छ होला है त साथीहरू। हिउँ पर्यो फुरुरु हिमाली भेगैमा दिल बस्यो यहाँनिर कति चाँडो तिमीमा दिल बस्यो यहाँनिर कति चाँडो तिमीमा। सम्पूर्णमा हार्दिक नमन। आज टोकियोमा हिउँ पर्न सुरु भयो है।すごいだな。